सेवा नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी ममता होइन अर्को चाहिँ @ममता राई छ तपाईँहरूले खोज्दा भेटाउनु भएन भने चाहिँ अनि आज चाहिँ हामी खाना मुकबाङ गर्दैछौँ अनि ऊ चाहिँ हाम्रो भाइ पछि भन्दै भन न मेरो न यस्तो 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 भन न कता भन न मेरो भाइ भन्दा भइहाल्छ नि नाम भन नि त भन न ऊ चाहिँ रुपेश मगर नि युवराज मगर हो मेरो भाइ होइन युवराज अनि आज हामी चाहिँ भाइ र म आज हामी मुकबाङ त्यस्तो हाम्रो चाहिँ के हुँदैन घरमा जे पाएको त्यही मुकबाङ हो होइन हाम्रो चाहिँ अनि हाम्रो के छ भाइ दाल छ दाल अनि यो चाहिँ छोप आलु अनि काँक्राको अचार त दामी छ होइन चटो लाएर अनि हाम्रो चाहिँ लोकल कुखुराको यस्तो गरेर लोकल कुखुराको छ सुप अनि बोडीको सब्जी काँक्रा खुर्सानी अनि माकुरी खाना भाइले चाहिँ बोडी खाँदैन नि भाइकोमा चाहिँ बोडी छैन होइन सुरु गर्छौँ ल खाएको ल तपाईँहरू हेर्दै गर्नुहोस् सुरु गरौँ नभन न हौ अच्छा सुरु गरेको गाइज भन न सुरु गरेको है गाइज बोल न अरूलाई त कति धेरै बोला त आज भिडियो अन्त फेरि के रुक परेको के हो यो साथीहरू खाएको ल खाए ल मिठो छ भन्नु त अब भात खाएपछि पाइन्छ मिठो छ यो उयो यो के हो यो हो अनि खान्छु ल दामी मिठो छ अचार नि मलाई अचार दामी भइसक्यो है के तिमी त बोडी खाँदैनौ खाएको ल बोडी दाल खानेको दाल पनि छ भाइ सुपै सुप भयो दामी नानी चाहिँ हाम्रोभन्दा आउँछु होइन होइन नानीहरू त्यस्तै हो कि रुवाउने मान्छे छाडा बडा हुने मान्छेहरू ब्याकग्राउन्ड नोइजको लागि चाहिँ माफी पाऊँ साथीहरू यस्तै छ होइन हाम्रो चाहिँ छिमेकी छर छिमेकीहरू यस्तै छ बच्चाहरूलाई रुवाउँछ नि बडा चाडा गर्दै पुष्पा ढुङ्गा खोज्दा देख्दै मिलो हाल्दै त जान्नु ढोका के गर्नु ढोका लगाएर लानु अरू ठुसोले बोल न ढोका चाबी लगाएर जाऊ न फुपलाई पठाइदेऊ होइन ढक्का मात्रै दिँदा पनि हुन्छ त्यो छ हाम्रो चाहिँ खाऊ है नलजाकन खाऊ है दामी है कसले बनाएको मैले बनाएको मलाई यो सुप अचार मात्रै के मन पर्यो हस् मलाई अचार दामी लाग्यो
भाइ जापान जस्तो अब सम्झी नै पानी सम्किने जस्तो खोर्सानी त बेकार है सब्जी अनि पिरो छ अचार अचार पिरो छ तर म खाइदिन्छु ल कति बजी चोकेर खानु लाग्यो घरमा पनि पिरो छ होइन अघि छैन भने यति हाल्नु लोकल है साथीहरू हाम्रो चाहिँ गाउँबाट नै घरमा पालेको ल्याएको ल्याइदिनु भएको भात चलाइदिउँ अहिले थप्छु भात चाहिँ थप्नु माछा दिनु जुलाई पनि मेरो हात सबै छ ल खाऊ न जग्गा खाऊ है एकदम लजाउँछौ पो म त दाल र सुक्नु चाहिँ म त खाएन दाल छोएर जान्छ नि त अचार के छ विचार तर लोकलको सुप खान्छ नि त यो अचार कतिवटा खोर्सानी हाल्नु कम्तीमा पनि थाहा छ तर लाग्ने तर त्यस्तो पिरो नदेखिने तर पिरो रहेछ क्या पिरो छ नि त खोर्सानी छ चाहिँ मलाई खाइदियो खाना दामी सका सुक्छ खाऊ न यत्रो खा मलाई कति खाएको होला नि कसले भन्नु त कति खाएको भनेर गाई चढले त्यसो भन्नुहुन्न ओहो भाइ सुप यहाँ छ भाइ भयो सुप त भयो अचार अचार म त पुग्यो म त भयो तपाईँले खाना नथप्नु भयो ल यहाँ आइदिए ल हुन्छ ल आउँछ म यस्तो पिरो होइन खोर्सानी ल बत्ती बेकार टोकेछु भात पनि खाइदिन्छ मान्छेहरू चिक्क पर्छन् होला कति खाएको भनेर के भयो दालमा हजुर है त्यो कतिजना दाल खाऊ मासुको रस हुँदा हुँदा कसले दाल खान्छ म त हो म मात्रै खान्छु मासु र सोचेको दाम भयो अचार बाजी आऊ न नलजाऊ न हौ यही छ
बोडी खाइसकेपछि लास्टी रात देखाएर बोडी खाऊ न खाऊ मलाई पुगेको क्या मासु खाऊ खाऊ है यस्तो पिरो होइन फोन टुटेर तर खोर्सानी तुम दाम नखाने हो म उब्दाएँ ल खानु तिमी लिएर आउँछु है खाना डरे खाइदिउँ भयो भयो खाने तिमी यति चाहिँ खान सक्दैन पिरो अमिलो पानी पुरा भोलि कहाँ खान्छ भोलि कस्तो अमिलो त खान्छु नि पिरो भएर पो भन्नु म त नबुझ्छु यो त बिहान धेरै भिराएको तिमीलाई कुखुराको नि भाइ कुखुराको जुन कुखुराको पार्ट हुन्छ नि बडी कुखुराको बडीको कुन पार्टको मासु मिठो लाग्छ कुखुराको मलाई नि फिला अनि जाति दाजु जाति पनि भन्छ पाङ्ग्रा पनि भन्छ तर हामीले डाङ्कुले भन्छ हामी चाहिँ पाङ्ग्रा भन्छ जाति भन्छ पिरी भन्छ हामीले चाहिँ डाङ्कुले भन्छ कपेला तो खाऊ दे आई खाऊ न मलाई पुग्यो खाना खानु यो पिरो रहेछ है खोर्सानी नुन अलिक डुबेको कति पऱ्यो Orang aja kan. Cuma hal itu enggak? मलाई त सेम तपाईँले तिमीलाई खाना पुग्यो भन्नुभयो नि त्यो गोरु मिटिङले गर्दा भन्छ नि तिमीलाई खाना लगाइदिउँ भनेर त्यस्तै सुने कस्तो मन खानुहुन्छ कस्तो मजाले खान्छ है खाना 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 चाहिँ हजुर
दाँतै झर्ने गर्छ म त्यति साह्रो खानु सक्दिनँ चाहिँ सक्छु सुँगुरको मासु पनि कस्तो मजाले खान्छ है म त अलिकति बोसो खानु मात्रै कमाउनु फेरि सुँगुरको मासुको मेरो बोसो सुँगुरको मासुको बोसो त फेरि मेरो फेभरेट हो भन्नु खोजेको मेरो बोसो त दामी छ दामी दामी सरी अचार छ खाइदिउँ ल एकपट्टि कता सक्यो त्यो अस्ति खाएको थियौँ नि हामीले कुखुरा अस्ति भन्दा अहिलेको सुप मिठो छ अस्तिको ठिकै थियो है तर अहिलेको मिठो छ क्या अहिलेको त झन् टेस्ट आएको छ क्या तिमीलाई अस्ति मैले त्यो ल्वाङ र सुप मैले लाएर नम्ती लगायो होला खाऊ न सुप खाऊ न खान पाएन थिएन नि त लन्चमा खाऊ हामीलाई हामी चाहिँ त्यो रङ चाहिँ लाउँदै थियौँ सुकमेल अनि दालचिनी थाहा पाउँछौ दालचिनी भनेर नि हाम्रोतिर के भन्छ नि त्यसलाई तेजपत्ता सिन्की के भन्छ नि हो तेजपत्ताको त्यो डाँख्ला क्या कुटेर चाहिँ लाउँथेँ म मासुमा होइन तर यो के भन्छ ल्वाङहरू चाहिँ लाउँदिनँ थिएँ सुभाष दाइ चिन्छौ नि सुभाष दाइ क्या यहाँ के भन्छ पसलमा हुन्छ नि दाइ हो त्यो कहिले काहीँ त्यस्तो त्यो केही अकेजनहरू भएको बेला दाइले पकाउँदाखेरि चाहिँ त्यो मिलाउनुहुन्छ क्या अनि खाना चाहिँ टेस्ट हामीले पकाएको फाल्टै हुन्छ दाइले पकाएको फाल्टै हुन्छ अनि त्यहाँदेखि चाहिँ हामीले नि खान थालेको सेम पुस्ताको बानी एउटा अनि खान थालेको नि अहिले अनुसार खान्छ तर दालचिनीमा के तेजपत्ता हुन्छ तेजपत्ता भनेकै दालचिनी हो हामी चाहिँ तेजपत्ता भन्छौँ होइन यताकोहरूले चाहिँ चियामा पनि हाल्छन् नि तेजपत्ता भन्छौँ नि हामी चाहिँ हामी सिन्कौलीको पात पनि भन्छौँ नि हामी चाहिँ सिन्कौलीको पात भन्छौँ होइन उता अनि त्यो तिमीहरू चाहिँ तेजपत्ता भन्दो रहेछौ यहाँ पनि तेजपत्ता भन्छ अनि त्यो तेजपत्ताको डाँख्ला त्यो बोकालाई चाहिँ दालचिनी समथिङ के भन्दो रहेछ क्या हाम्रो टन्नै छ तेजपत्ता रुख हुन्छ नि त त्योमा राख्नु यस्तो दामी टेस्ट आउँछ मलाई चियामा चाहिँ मनपर्छ त्यो चिया अब त्यो खासै चिया खाँदैन त्यत्रो भात खाइसक्यो है तपाईँलाई त के खानु मैले खाएँ नि अनि म धेरै भात खाएको त फाइनली साथीहरू सक्यो होइन खान सक्यो भाइ चाहिँ आज मेरो नयाँ गेस्ट थियो भाइ चाहिँ अनि गेस्टहरूलाई पनि बुकिङ गरौँ ल भनेको भाइले पनि ल भन्ने भन त्यसरी गरेको है भाइ भाइ यस्तो सपोर्टिभ रहेछ भनेर अरू त लजाउँछ नि त नगरौँ भन्छ नि त लजाउँदैन रहेछ खुसी लाग्यो काट्दिउँ भन्नु जस्तो ल साथीहरू हामी खाइ पनि सक्यौँ यति भन्दै हामीले चाहिँ अब भ्लग इन गर्नुपर्ने चाहिँ हेर्नु सक्नुहुन्छ हामीले यति किन सुप नखाएको है तपाईँले पनि सुप मलाई नै दिनुभयो अनि म चाहिँ कहाँ खाइसक्छु त मैले दाल पनि होप्दाएँ नि त मासु हुँदा त दालले राम्रो हुन्छ होप्दाको भनेको बुझ्छौ भाइ खाएको होप्दाको भनेको बुझ्छौ
तर तिमीहरूकोतिर बोल्दैन होला त्यसो भएर होप्दा भनेको चाहिँ हामी सुप पिउँछौँ भन्दा नि हाम्रोतिर चाहिँ होप्दाउने भनेको चाहिँ सुप पिउने भनेको क्या तपाईँहरूलाई थाहा थियो कि थाहा थिएन साथीहरू तर त्यो है मिनिङ चाहिँ अरे त्यति हो अनि यति भन्दै हामी चाहिँ अब हाम्रो भिडियो यानि कि हाम्रो भाते मुखबाङ हामी यहीँ इन्ड गर्न चाहन्छौँ होइन भाइ फेरि आउँला तपाईँहरूलाई यस्तै के भन्छ यस्तै राम्रो भिडियोहरू हेर्नु चाहनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला हाम्रो भाइ हाँसिदेऊ न यस्तै भिडियो हेर्नु चाहनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला यति भन्दै हामी चाहिँ भिडियो यहीँ इन्ड गर्न चाहन्छौँ धन्यवाद अहिलेसम्म हेरिदिनु भएकोमा धेरै 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 धन्यवाद अनि जति पनि मेरो सब्सक्राइबरहरू हुनुहुन्छ उहाँहरूलाई पनि धन्यवाद सब्सक्राइब गरिदिनु भएकोमा र अझै आशा गर्दछु के गर्नु त हो अनि बोल्दा त खेलाउनु पर्यो नि त हस् धन्यवाद बाई